हेलो एभ्रिवान, नमस्ते। म सुदन। स्वागत छ तपाईँलाई मेरो आजको अर्को भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्नुपर्छ। सो गाइज, अनि आज चाहिँ सन्डे अनि म चाहिँ गाई बाख्रा लिएर गरा जाँदैछु। अनि गाई बाख्रा चाहिँ वहाँनिर पुगिसक्यो, देख्न सक्नुहुन्छ। सो अनि एक हप्तामा बढी नै भइसक्यो भिडियोहरू अपलोड नगरे पनि। त्यस्तै छ घरतिर पनि। अनि यी समस्याहरूले गर्दा खासै भिडियो बनाउन मन पनि लागिरहेको थिएन। अनि अझै पनि त्यो कुराको हल चाहिँ भएको छैन। अनि त्यस्तै नै छ छन त। अब त्यही नै हो, बिस्तारै हुन्छ कि जस्तो पनि छ, हेरौँ अब के हुन्छ। अनि त्यही नै हो। अनि मौसम चाहिँ देख्न सक्नुहुन्छ, घाम लागिरहेको छ अहिले चाहिँ पक्क लाएर। अनि लगभग 9 बज्न लाग्यो होला अहिले। अनि त्यही नै हो। सो अनि म चाहिँ यता डाँडातिर लिएर आइसकेँ गाई बाख्रा। अनि गोरु चाहिँ यहाँदेखि मुनिबाट हालेर चाहिँ देख्न सक्नुहुन्छ यति नै चलिरहेछन्। अनि बाख्रा चाहिँ उपालतिर जाँदैछन्। अनि त्यही नै हो, बाख्रा चाहिँ उपारितिर गएर चरेर आफै आउँछन्, यहीँ छोडिदिएर जाने हो। अनि गोरु चाहिँ लिएर जाने हो। अनि त्यही नै हो। अब फेरि डेली भिडियोहरू बनाउन पनि त्यस्तो खास कुराहरू केही छैन। अनि डेली एउटै कुराहरू देखाउन पनि आफूलाई अलि अनकम्फर्टेबल जस्तो फिल हुन्छ। त्यसैले खासै बनाउन मन पनि लाग्दैन। अनि अब त्यस्तो खास कुराहरू भए त म भिडियोहरू बनाइहाल्छु। अनि त्यही नै हो। अब हेरौँ के हुन्छ आजको दिनभरि पनि। अनि यस्तै नै छ। अब एक्लै छु अहिले चाहिँ, कसैले ल्याएको छैन। खासै अरूले यतातिर ल्याउँदैन। अब मान्छेहरूको बारी खाली भएर हुन्छ। अनि उतातिर चराउँछन् कि अब हिउँद मासमा छाडा हुन्छ त्यतातिर। अनि त्यही भएर यतातिर कसैले ल्याउँदैनन्। अनि म चाहिँ एक्लै भयो भने लिएर आइहालेँ। सो अनि अहिले चाहिँ घाम भएको जस्तो भएर लाएर आएको हुडी पनि छोडाएर राखेको छु। अनि यस्तै नै छ। हेरौँ अब भोलिबेरसम्म के हुन्छ है त। सो अनि अहिले चाहिँ 11 बज्न लागिसक्यो। अनि गोरु चाहिँ त तलतिर आएको छन्। अनि म चाहिँ यतै डाँडातिर बसिरहेको छु। अनि त्यही नै हो, लाइफमा खुसी भन्ने कुरा कहिले पनि भेटेन। तर लास्टै अभागी छु जस्तो लाग्छ क्या मलाई चाहिँ कहिलेकाहीँ हुन्छ। अनि जे कुरा पनि गर्न खोजिरहेको हुन्छु ठ्याक्कै उल्टो भइदिरहेको छ। जसलाई म राम्रो नजरले हेर्छु, जसलाई म राम्रो गर्छु नि, त्यही मान्छेले मलाई पछि गएर नराम्रो देखिरहेछ। मलाई लाग्छ यार कसम भाग्यमा पनि अलिकति लेखेको हुनुपर्ने रहेछ क्या। सो अनि मैले मान्छु मनले चाहेको जस्तो भएन होइन, तर पनि आफूले गर्न खोज्दा पनि नआउँदो रहेछ कि कसम। यो भाग्यमा जब नलेखेपछि त्यस्तो पनि हुन्छ यार कसम। यस्तो नराम्रो लाग्छ कि मान्छेहरूले होइन मभन्दा सानो उमेरकोले कति प्रगति गरिसक्यो लाइफमा यार। म चाहिँ आफ्नो भने यस्तो छ ताल, कोही घर बसेको छ, गाई बाख्रा हेरेको छ, अरू केही छैन, घरमा पनि तनाव र टेन्सन दिइरहेछ। यतै गयो पैसा खर्च, उतै गयो पैसा खर्च, न यता छ न उता छ। कसम चाहिँ यस्तो लाग्छ कि म बाँचेको कुनै अर्थ छैन जस्तो लाग्न लागिसक्यो अहिले चाहिँ। सो अनि त्यही हो, म भित्र पीडा कति छ भन्ने कुराहरू होइन मैले यो क्यामेरामा व्यक्त गर्न सक्दैन क्यामेराको अगाडि। सो अनि त्यही हो, मैले तिनै कारणले गर्दा यत्रो दिनसम्म भिडियोहरू बनाउन खासै मन लागिरहेको छैन। अनि अब त्यस्तै नै हो, समस्या भन्ने कुराहरू सबै सुनाएर हल हुने कुरा त होइन। तर पनि कहिले लाग्छ कि यार त्यस्तो नराम्रो लाग्छ होइन, आफूले सोचेको जस्तो नहुँदा। अब सोचे जस्तो भएन होला मानव, गर्न खोज्दा पनि नहुँदा चाहिँ कस्तो हुन्छ होला कि यार। यस्तो नराम्रो लागिरहेको हुन्छ, तर लागेर पनि केही गर्न नसकिने रहेछ। अब उही घर गयो, उही घरकै टेन्सन, उही घरकोलाई दिएको छ, उही आफूलाई टेन्सन छ। यस्तै नै छ लाइफ भन्ने कुरा। आफूले सोचेर चाहेको जस्तो नहुँदो रहेछ भन्ने कुराहरू भोग्दैछु अहिलेसम्म। हेरौँ पछि आउने दिनहरूमा पनि के हुन्छ, आई डोन्ट नो, मलाई थाहा छैन। सो अनि जे गर्न खोज्दा पनि हार मात्र भएको छ यार। कस्तो चाहिँ भाग्य लिएर जन्मेँ हामीलाई, म कुन दिनमा जन्मिएछु जस्तो पनि लाग्छ कहिले कसो चाहिँ। अब के भन्नु, अरू त यस्तै नै छ कसम से। अब सोद्धा म पागल जस्तो भइसकेको छु। अब यिनै कुराहरूले एकदम धेरै पीडा दिइरहेछ मलाई चाहिँ। सो अनि अहिलेसम्म अब घरबाट पनि जति सपोर्ट गर्नु थियो गर्नुभयो। अब केही गर्छु मैले, मलाई यस्तो सहयोग गर्नु भन्न पनि अलि अप्ठ्यारो लागिरहेको छ कि घरको लागि। अब कति दुःख दिनुसम्म दिइसक्यो। अब कहीँ जान्छु केही गर्छु भन्न, अलिकति केही कुरामा रिस्क लिन्छु भन्न पनि आफूलाई कस्तो नराम्रो फिल हुन्छ कि। अब त्यसमा पनि यस्तै भयो भने फेरि उही घरको लागि तनाव हुने होला, आफूलाई तनाव हुने होला जस्तो लाग्छ। अनि त्यस्तै नै छ। अब चाहेको जस्तो त भइरहेको छैन। अनि जति सपोर्ट गर्नुभएको छ अहिलेसम्म मम्मी बुवाले, त्यही परिवारले नै हो। अब बाहिरबाट चाहिँ त्यस्तो अरू साथीभाइ हुन्छ नि, मान्छेहरूको रियल फ्रेन्डहरू हुन्छन्, एकदम मिल्ने साथी भन्छन् यस्तो उस्तो। तर मेरो चाहिँ त्यस्तो कहिले पनि भएन होला। कयौँ टाइममा भेट्यो होला नि साथीभाइ भन्ने कुरा पनि, तर त्यस्तो भित्रबाट हुन्छ नि रियल फ्रेन्ड, तेरो लागि म जे पनि गर्न सक्छु भन्ने कोही साथीभाइ चाहिँ मैले भेटेन होला। मैले पनि उनीहरूलाई बुझ्न सकेन होला, उनीहरूले पनि मलाई बुझ्न सकेन। त्यस्तै नै हो, अब चाहेको जस्तो भइदिएन। अनि त्यस्तै नै छ समस्या।
सो अनि त्यही हो अब साथीभाइ भन्ने कुरा धन सम्पत्ति भएर मात्र बनाउने कुरा होइन कि अब एउटा हुन्छ नि साथीभाइ भएपछि परेको बेला साथ दिने तेरो लागि म छु भन्ने एउटा हौसला बढाउने मात्र साथी भए पनि बहुत हुने हो कि लाइफमा। तर त्यस्तो चाहिँ मैले कुनै बनाउन सकिनँ। अब खै थाहा छैन कि अब के हो, मैले पनि उनीहरूलाई बुझ्न सकिनँ के भयो यस्तै भयो। अनि त्यसैले प्राय म एक्लै नै हुन्छु, ग्वाला हुँदा या घर बस्दा यताउता हुन्छ नि। म घर पनि यति खाली नै बसिरहन्छु, यति फुर्सद यतिकै टाइम पास गर्नलाई फोन हेरेर बस्छु कोठामा। यस्तै हो, म कतै बाहिरतिर डुल्ने घुम्ने प्राय खासै गर्दैन कि। अब कहिले काहीँ केटाहरूले गाउँतिर केटाहरूले अब अलिअलि जबरजस्ती गरेर झौँ कतै भन्ने पार मात्र हिँड्ने, नत्र पनि त्यस्तो यताउता हिँड्ने डुल्ने गर्न खासै मनै लाग्दैन कि। यस्तै नै छ, पहिलादेखि नै यस्तै ह्याबिट बस्यो या के भयो थाहा भएन। अनि पहिला पनि एकदम धेरै कम बोल्ने हिँड्ने डुल्ने गर्थेँ म सानैदेखि। अनि त्यही बानीले गर्दा हो या के हो केही बुझ्नै सकिरहेको छैन। अब कतै डुल्न हिँड्न मन पनि लाग्दैन। अनि लाइफमा केही कुराको सक्सेस भन्ने पनि मिल्दैन। अनि त्यो कुराहरूले गर्दा पनि यस्तै समस्या भइरहेछ। सो अनि साथीभाइ मिलेर यसो पार्टी सार्टी गर्ने नसाससा गरिरहन्छ नि, हो त्यस्तो कामहरू मबाट कहिले पनि भएन क्या यत्रो हुनसम्म। अनि तिनी कुराहरूले गर्दा पनि म अलि एक्लो छु जस्तो पनि लाग्छ कि। तर मान्छे जति सोझो हुन्छ नि, तर त्यो कुराले पछि आफूलाई नै हानि गर्ने रहेछ भन्ने जस्तो फिल मलाई अहिले भइरहेको छ कि। जो मान्छेहरू अलिअलि हुन्छ नि नसाससा गर्ने मान्छेहरू, तिनीहरूको यस्तो राम्रो ग्रो भइरहेको हुन्छ लाइफमा, अनि यस्तो राम्रो सक्सेस मिलिरहेको हुन्छ। तर म चाहिँ अब केही गर्छु भन्दा पनि हल्का डर लागेको जस्तो फिल हुँदो रहेछ कि जस्तो पनि लाग्छ। अब यत्तिकै एक्लै बसिरहेको छ 24 घन्टा, अब केही गर्नु मन लाग्दैन, यताउता डुल्न हिँड्न। अनि त्यो कुराहरूले गर्दा पनि यस्तो भइरहेको छ कि जस्तो पनि लागिरहेछ अहिले। सो अनि म भित्र यति स्याडनेस छ कि म अलिकति केही कुरामा खुसी भयो भने त्यो कुराहरूले मलाई पछि पछुताउने गराउँछ क्या। लाइक हुन्छ नि, अब मैले मेरो मनभित्रको कुराहरू यो क्यामेरामा खुलेर व्यक्त गर्न सकिरहेको छैन। अब त्यही नै हो, अरू त के भनौँ, यस्तै नै छ। अब पछि आउने दिनहरूमा अब म के गर्ने कहाँ जाने भन्ने कुराहरूको केही निदो छैन क्या। अब जे गर्नु खोज्दा नि यस्तै भइरहेको छ। हेरौँ अब के हुन्छ, अब आउने दिनहरूमा म कहाँ हुन्छु के गर्दै हुन्छु त्यो मलाई पनि थाहा छैन। हेरौँ बिस्तारै दिनहरू बित्दै जाँदा थाहा होला अब म कुन अवस्थामा हुन्छु भन्ने कुरा। सो गाइज अनि यति भिडियो बनाउँदै गर्दा आँखामा के पर्यो अनि कस्तो दुखिरहेको आउँदै आउँदैन, कस्तो आँसु नै छोडाइदियो। यस्तो दुखिरहेको नि आँखा हेर्न पनि बनिरहेको राम्रोसँग। यत्न हो यहाँनिर, यत्न निरो छ क्या, के खरल अर्कै टाइपको गइरहेछ, के गरेर निकाल्नेमा लास्ट दुख्यो। सो अनि यो आँखामा पसे चाहिँ के हो थाहा भएन, अहिले चाहिँ हल्का दुख्न छोडेको छ, निकाल्न चाहिँ सकिनँ मैले। अब चाहिँ सुतेपछि कतेरामा आउँछ होला सायद। अनि अहिले चाहिँ 11:30 हुन लागिसक्यो। अनि म चाहिँ गोरु यतितिर छन्, अब यहाँबाट लगेर जानुपर्ने हुन्छ। अनि बाहिर चाहिँ त तलतिर कहाँ घाँडो बजाइरहेको छन्। अहिले एकछिनमा घर गएर लिउन आउनु पर्ला आधी बाटोसम्म, अनि चढ्दै आउँछन् यतादेखि। सो गाइज अनि म भित्र अहिले जे पनि भइरहेछ, जे बितिरहेछ त्यसको मुख्य पात्र म नै हो। यो सब मैले गर्दा नै भइरहेछ। अनि अब घर परिवार र आफन्तहरूको अगाडि म गलत साबित भएँ। गर्न त मैले राम्रै गर्न खोजेँ तर गलत भइदियो। अनि अब दोष कसलाई दिनु छ र, जब कि निर्णय आफ्नै थियो होइन र। सो अनि मेरो बानी चाहिँ कस्तो छ भने एकान्तमा बस्दा चाहिँ धेरै सोच्ने अनि एकदम धेरै स्याड नै बसिरहेको हुन्छु म चाहिँ। अनि अब कोही केटाहरू साथीभाइ वा कोही मान्छेहरू भेट्यो भने चाहिँ अब उनीहरूसँग भाइब्स मिल्ने टाइपको कुराहरू गर्ने, जोसँग जस्तो मान्छे छ त्यस्तै व्यवहार गर्ने ट्राई गर्छु क्या म चाहिँ। अनि त्यही भएर उनीहरूलाई पनि लाग्छ होला यो यस्तो छ जस्तो कसैलाई फिलै हुँदैन जस्तो मलाई लाग्छ। तर एकान्तमा बस्दा म कति कुरा सोच्छु र कसरी बस्छु भन्ने कुरा त्यो मलाई मात्र थाहा छ। अनि त्यही नै हो है। सो गाइज अनि अहिले चाहिँ 2:45 गइसक्यो। अनि म चाहिँ गोरु लिएर घर गएर खानासाना खाएर भाँडासाँडा माझेर अनि बाख्रा ल्याउन आएको थिएँ। अनि बाख्रा चाहिँ लिएर आइसकेँ, देख्न सक्नुहुन्छ। सो अनि मम्मी चाहिँ बिहान पनि खर काट्नु जानुभएको थियो। अनि फेरि घर आएर खानासाना खाएर फेरि खर काट्नु जानुभएको छ। अनि म चाहिँ अब घर गएर फेरि काम गर्नुपर्ने हुन्छ। सो अनि अहिले चाहिँ 3:50 गइसक्यो, लगभग अब 4 पनि बज्न लागिसक्यो। अनि म चाहिँ आएर एकछिन बसेँ। अनि बसेर फेरि भइसक्यो गोरु फालेर यतितिर बसिरहेको छु। अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ एकदम मधुरो घाम लागिरहेछ नि, हल्का बादल गर्ला जस्तो पनि गइरहेछ पानी जस्तो है। अनि त्यही नै हो। सो अनि अहिले चाहिँ 7:30 अलि बढी नै भइसक्यो। अनि म चाहिँ खानासाना खाएर सुत्नको लागि आइसकेँ। अनि आजको भिडियो के कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला। र यदि कोही च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भन्न चाहन्छु। आजको लागि यति नै, थ्याङ्क्स फर वाचिङ। माया छ सबैजनालाई है त।